छु, हेरिदिनु होला। कस्तो बनाउँछ है, यो चाहिँ गिलो हो। यहाँ बनाउनु गइरहेको छु र है हल्ला गइरहेको छु। करेन्ट चाउचाउ हाल्न गइरहेको छु। अघि मैले बनाइराखेको गिलो हाल्न गइरहेको छु। कालो तिल। आज चाहिँ अल्छी लागेर आलु निम्की बनाउन गइरहेको छु। बेला बेला नयाँ रेसिपीहरू बनाएर खाइरहेको हुन्छु। अमिलो चाहिँ अर्ग्यानिक अमिलो हो गाइज, अमिलो छ चट्ट। सबै सामान हालिसकेँ गाइज। अब पालो निम्कीको हो। निम्की हालिसकेँ। अब मजाले यसलाई घोल्न गइरहेको छु। मजाले फिट्ने अनि मजाले घोलेर खाने है गाइज। अब चाहिँ रेडी भयो, प्लेटमा हाल्न गइरहेको छु। गाइज आलु निम्की रेडी भयो। यसमा दालमोठ, धनियाँ मजाले छर्केर खानुहोस्। आलु निम्की गाइज, यो चाहिँ हेरिदिनु होला कस्तो भयो मैले बनाएको है। घरमै बसेर यो चाहिँ आलु निम्कीको रेसिपी। आलु निम्की रेडी भइसक्यो गाइज। मजाले बनाएर खानुहोस् है। घरमा बसेर बनाएर खानु सक्नुहुन्छ। लासो फ्याबुला, बाई बाई।